हेलो एभ्रिवान, सबैजनालाई गुड मर्निङ है। आज बिहानै ड्युटीतिर लाग्यो। अब यतिखेर काम पनि झुल्किने समय भइरहेछ, देखिरहनुभएको छ सबैजनाले होइन। अब यस्तै हो, यी बिहानै घाम झुल्किनुभन्दा अगाडि ड्युटीमा लाग्नुपर्छ। अब बेलुका 7 बजीसम्म हो। बिहान 7 बजीदेखि 11-12 घन्टा ड्युटी गऱ्यो, ट्याक्क घर गयो होइन, खानसान बनायो, खायो, सुत्यो। यस्तै हो, दिन प्रतिदिन यस्तै चलिरहेछ। अब पुरै यो बाटो नेपालको जस्तै धुलो उडाउने बाटो छ, रमाइलो छ। अब हाम्रो जिन्दगी चलिरहेछ भनौँ, गाडी यसरी आउँछ अघि अघि, रमाइलो छ। हाम्रो लाइफ चाहिँ चलिरहेछ, धुलो उडाउँदै गाडी कुदिरहेछ, हामी हिँडिरहेछौँ होइन। यस्तै छ। अब यतातिर यो के हो, यो सरखण्ड कि के रोप्यो, यो पुरै बारी नै भरि। यस्तै छ र चाहिँ यो परदेशको जिन्दगी। यहाँ त बारी पनि ठुल्ठुलो हुँदो रहेछ, हाम्रो त्यो त बारी अलि सानो सानो हुन्थ्यो गाउँतिर। यतातिरको बारी नै ठुलो है, लगानी पनि ठुलो, सबै कुरा ठुलै छन्। लगाइस अब हाम्रो चाहिँ यो कम्पनीको गेट हो, यो त्यही हो। यो चाहिँ ठ्याक्कै ल पार्किङ आइपुग्यो है त। यो पार्किङ हाम्रो कम्पनीको बाहिर गेट यतातिर यत्रो लामो छ, रमाइलो छ। गाडी ट्याक्क यहाँ राख्ने, गाडी हुनेहरूले नहुनेहरूले त अब यस्तै मै जस्तै हो पारा। ठिक छ ल, रमाइलो छ। अब यहाँबाट चाहिँ हाम्रो सेक्टर छुट्टिन्छ। यहाँबाट भित्र छिरिसकेपछि यताबाट यस्तो लेफ्ट लाग्यो भने रसबरीको एरिया, यताबाट यता गयो भने हाम्रो ब्लुबेरीको एरिया है त। अब म चाहिँ ब्लुबेरीतिर जाँदैछु। ल यो ठ्याक्कै रसबरी घारी हो है। यो अस्ति नै सकेर फेरि यो अब फेरि नयाँ फलिरहेछ, सुरु हुन लागिरहेछ होइन। यो चाहिँ त्यही हो। अब यस्तरी भित्रभित्र हिँड्नुपर्छ, रमाइलो छ छन चाहिँ। तर अब काम गर्नु सक्नु पर्यो, अरू त त्यस्तै हो, हामी यस्तै हो। सबै यस्तो डेन्जर फलिरहेछ अहिले। अब भर्खर यही हुँदैछ, सुरु हुँदैछ। अब केही समयपछि त यो भइहाल्छ। हामी चाहिँ यस्तो पुरै जङ्गल हिँडेर जानुपर्छ कि ब्लुबेरीमा चाहिँ। अब यताबाट चाहिँ फेरि ब्ल्याकबेरी आउँछ है। अब यही ब्ल्याकबेरी यस्तो छ, रमाइलो छ। यो चाहिँ ब्ल्याकबेरी हो। अब खोइ किम्बु सिम्बु के थरी नि भन्दा रहेछन् भन्न चाहिँ। अब यस्तो काँडावाला रुख त हुँदैन थियो किम्बुको, अब यहाँ पुरै डेन्जर काँडा छ। ठिकै छ, अब काँडा भए पनि के गर्नु छ र, हामीले त्यो काँडाले हामीलाई घोच्ने हो चलायो भने। त्यही भएर अब रमाइलोसँग हिँड्ने, बस यसो खानु मन लाग्यो टपक्क टिप्नी खाने, यस्तो रमाइलो यस्तो राम्रो छ यहीँ। के गर्ने, तर अहिले बिहानै खाँदा पनि फेरि अलि अमिलो हुन्छ, यो अलिक ठिक लागेन। यो फेरि रसबरीको नयाँ प्लान्ट, अस्ति हाम्रो ब्लुबेरी नहुँदाखेरि ट्याक्क आएर यो प्लान्ट लगाएर गएको। 1 महिना भयो लगाएको, यत्रो सानो लगाएको थियो, अहिले यत्रो ठुल्ठुलो भइसक्यो है। अब भोलिपर्सि फेरि यो हामीले टिप्न पनि पर्छ अहिले लगाइसकेपछि। आफै लगाउने, आफै टिप्ने, आफै काट्ने, आफै फ्याल्ने, सब काम आफैले गर्नुपर्ने हुन्छ यहाँ। त्यही हो, घरि मेन्टेनेन्स, घरि के कता जिन्दगी चलिरहेछ यस्तै रमाइलो कुराले। धेरै पछिको भ्लग हो यो चाहिँ, झन्डै 1 महिना जति भयो होला। खालि एकै ठाउँको मात्रै कति बनाउनु भनेर आज सबै यसो ठाउँको जोड्दै बनाएको छु है। सबैजनाले लाइक कमेन्ट पनि गर्नुपर्ने हुन्छ कि फेरि, नत्र अलिकति जोस जाँगर हराउँदै गइरहेछ। त्यही भएर अलि हौसला बढ्ने हिसाबले लाइक कमेन्ट गर्नु पऱ्यो। भिडियो त फेरि समुद्रको पानी के बग्छ र त्यस्तरी बगाइदिन्छु म। यस्तो छ है, घाम झुल्किसकेको छ, यहाँ टनेलले छेकेको छ हल्का। अब यस्तो छ कि पुरै जङ्गल हो फेरि यता त, काँडाघारी पुरै। यो के अरेली काँडाले मलाई चस्सै भने जस्तै डेन्जर बोक्सी काँडा हो यो।
यसले मार्छ यस्तो यतातिर पुरै खत्रै छ है। ल गाइस काम त गर्नु परेको जहाँ गरे पनि यस टिक्नु पर्ने हुन्छ जता गरे पनि जे गरे पनि। यो अस्ति नै हामीले टिपेको पहिलो भिडियोमा नै आइसकेको थियो यहाँको ब्लुबेरीको चाहिँ यो टिपिसकेको है। यो चाहिँ टिपिसकेर अब यो पुरै टनेलहरू खोलिदिइसक्यो। अब यसलाई प्रशस्त हावापानीको अनुकूल तरिकाले मिल्ने गरी टनेल खोलिदिइसकेपछि पुरै सबै कुराहरूको यसलाई भरिपूर्ण हुन्छ। यो अब रुख झ्याप्प हुन्छ अनि पछि फेरि डेन्जर फल्छ यसमा है। त्यही हो अब अर्कोचोटि फेरि टिप्नुपर्छ। अब यता सकिसकेको अवस्था छ। अब धेरै यतातिर यो सबै फिल्डमा रसभरी छ। अब हाम्रो फेरि अहिले अर्को नयाँ फिल्ड चाहिँ उता अगाडि छ, त्यहाँ पनि सकिन लागिसक्यो। अब फ्रुट चाहिँ त्यही हो अब 1-1.5 महिना 2 महिनामा सकिन्छ होला। फेरि अर्को नयाँ सेक्टर यो जुन टनेल नभएको त्यहाँ फलिरहेछ, त्यहाँनिर फेरि टिप्नुपर्छ एकदम द्रुत गतिमा। त्यस्तै छ ल गाइस है। सबैजनाले साथ सपोर्ट गरिदिनु होला। आज मैले यति मात्रै बनाएँ भिडियो, पछि अब फेरि अर्को भिडियोमा भेटौँला। ओके बाई।